जन्मदिनको कहानी। ज्येष्ठ मास म र मेरो पाठेघरमा रहेको एउटा सानो बिउ सँगसँगै बिस्तारै दौडदै थियौँ। 26 गते बिहानी पख घाम झुल्कदै माथि माथि आकाशमा लमक लमक गर्दै थियो। म घर परिवारलाई खाना पकाउँदै गर्दा कता कता पेट दुखेको महसुस भयो। त्यसै बखत तेरो बाबालाई खाना पस्कँदै गर्दा, सुन्नुस् न, मलाई आज भित्र पेट दुख्दैछ, आज अफिस नजानुस् न ल। तेरो बाबाले खै के सोच्नुभयो, सायद बुझ्नु पनि भयो होला महिलाको पीडा, त्यो मेरो पीडा। त्यसैले होला उहाँ सोच्दै, म आमालाई बोलाइदिउँला नि, किन म बस्नुपर्छ र भन्दै छिटो छिटो खाना खाएर उहाँ मामा घरतिर जानुभयो र त्यतैबाट अफिस पनि। घरका दिदी र देउरानीसँग राम्रो सम्बन्ध नभएको थाहा पाएर होला आमा छिट्टै नै घर आइपुग्नुभयो र के भो कान्छी, तिमीलाई के भयो भन्दै आत्तिँदै हतारिँदै भित्र पस्नुभयो। साथै म पनि आमालाई देख्न पाउँदा खुसी भएँ। लाग्दै थियो अब सास गयो भने आमाकै काखमा जान्छ। पेट दुख्ने क्रम तीव्र रूपमा जारी नै थियो। आकाशमा बिजुली चम्कदा झैँ पेटमा पनि घड्याङ गुडुङ गर्दै थियो। आमाको सान्त्वनाका कथन जारी नै थियो, सँगै पेट दुख्ने क्रम पनि। साथमा घडी त थिएन, तर मलाई लाग्छ 12 अथवा 1 बजेको हुनुपर्छ। मलाई पेट मात्र होइन, हात र खुट्टा पनि त्यसै तन्काउँ तन्काउँ जस्तो लाग्थ्यो। आमाका ती मधुरा स्वरहरू मेरो कानमा गुन्जिँदै थिए, तर के भन्नु हुँदै थियो मैले सबै त्यति मिसो त पाइनँ। तर मलाई त्यति चाहिँ सम्झना छ। कान्छी, ए कान्छी, कान्छी, छोरी, ए छोरी, किन आत्ते कि, किन किन आत्ते कि, म छु नि तेरो साथमा, म छु नि, नआत्ति न, कति साह्रै आत्ते कि, म तँलाई केही हुन दिन्न क्या। छिनमा म भन्ने गर्थेँ, आमा कति बज्यो, आमा कति बज्यो। छोरी सुस्तै सुस्तै घाम डाँडामा लम्कँदैछन्। अब नआत्ती 2-4 पटक झुड गर न। पीडाको बेगले गर्दा होला कहिले सु त कहिले आची गर्न मन लाग्थ्यो। त्यस्तै क्रम चलिरहँदै अनायासै नचिताएको नसोचेको बाढीहरू मनको भित्री कुनाबाट घाँटीको नलिउँदै मुखबाट पो निस्किन थालेछन्। राति सपनीमा बरबार आए झैँ रुन्चे स्वरमा, आमा आमा, मलाई लाग्दैछ आजै मेरो अन्तिम दिन हो। मलाई लाग्दैन कि मेरो गर्भमा रहेको बच्चालाई मैले जीवन दिन सक्छु। त्यसैले आमा, म हजुरलाई बिन्ती गर्छु, यो पहिलो सन्तान मेरो छोरा सानै छ, उसलाई कुनै दुःख कष्ट नदिई राम्रोसँग हेरचाह गरिदिनु होला है भन्दै बिछोनामा रहेका सिरानी त कहिले तन्ना तान्दै थिएँ। 3:15तिर कता कता परबाट कोइलीको बच्चा कराए झैँ नवजात शिशुको पहिलो बाणी च्या आवाज मेरो कानमा ठोक्कियो र मलाई सन्चो भएको आभास भयो। आँखाभरि आँसु पार्दै, छोरी तिमीलाई धन्य छ, छोरा पायो। मेरो मलिन अनुहार आमाले देख्नु भएछ। आमा मुसुक्क मुस्कुराउनु भयो। त्यो मुस्कुरावट आमाको मुखमा देख्दा मलाई निकै खुसी आभास भयो। त्यस्तै मैले आमालाई सोधिहालेँ, आमा कस्तो छ ऊ? हाम्रो छोरा क्या, मेरो दोस्रो सन्तान। साह्रै भाग्यमानी हुन्छ मेरो नाति। काटीकुटी तिम्रै अनुहारसँग मिल्छ। आँखाबाट आँसु खसाल्दै र मलाई